स्टार्ट रेकर्डिङ भयो है अब ओके सो हामी फेरि एकचोटि सेटअप गर्छौँ एकचोटि राम्ररी हेर्नु है त सो म यो रियाक्ट प्रोजेक्ट एकचोटि डिलिट गर्छु अब चाहिँ बुझ्नुहुन्छ होला यदि अब होइन अलिकति त्यस्तो हुन्छ कि हाम्रो माइन्ड चाहिँ अलिकति आफैले गरिसकेपछि चाहिँ बल्ल होइन सुरुमा त के हो हुन्छ जस्तै यो पनि डिलिट गरौँ होइन ल सबैले हेरौँ है ल्यापटप एकचोटि बन्द गरिहालौँ ल सो के गर्नु पर्दैन जस्तै सिपाले भन्ने एउटा फोल्डर छ यहाँनिर अब यहाँ फेरि अर्को फोल्डरहरू केही बनाउनु पर्दैन कि किनभने हामीले यहाँ प्रोजेक्ट बनाउँदाखेरि त्यो फोल्डर आफै क्रिएट हुन्छ सो जहिले पनि नोड जेएस भनेर हामीले एकचोटि हेर्नुपर्छ है रेकर्डिङ भइरहेछ ठिक छ ओके फाइन सो नोड ड्यास ड्यास भर्जन यदि तपाईँको ल्यापटपमा नोड छ भने ओके एनपिएम चाहिँ चल्छ सो अब मलाई त कमान्डहरू याद छ सिधै कमान्ड लेखे पनि हुन्छ तर तपाईँहरूलाई याद नहुन सक्छ नि त होइन त्यही भएर त्यसको लागि रिफरेन्सको लागि चाहिँ जहिले पनि टेलविन सिएसएस डट कममा गएर यसको डक्समा जाने अनि त्यसपछि यहाँनिर युजिङ भाइड इन्स्टलेसन भनेर हामीलाई यसरी कमान्ड दिएको छ क्या है सो सिरियल्ली यो फलो गर्दै जाने हो कि होइन सो सुरुमा के गर्नु पर्यो त एनपिएम सिआरइएटी क्रिएट भिआइटी एट द रेट लेटेस्ट होइन अब प्रोजेक्टको नाममै रियाक्ट प्रोजेक्ट यसरी स्टेप बाई स्टेप अब नाम मिस्टेक भएन केही छैन ओके यदि मिस्टेक भयो भने यसलाई फेरि एकचोटि क्लोज गरौँ होइन सो कहिलेकाहीँ हुनसक्छ सो फेरि एकचोटि कमान्ड प्रोम ओपन गरौँ अब भर्चुअल इन्भाइरोमेन्ट यताउता के एक्टिभेट गर्नु पर्दैन किनभने यो रियाक्ट प्रोजेक्ट हो सो फेरि एनपिएम क्रिएट भिआइटी एट द रेट एलएटिएसटी लेटेस्ट माई रियाक्ट प्रोजेक्ट ओके त्यसपछि अब यहाँ हामीलाई सोधेको छ कुन चाहिँ हो त रियाक्ट होइन रियाक्ट पछि जाभास्क्रिप्ट मात्र गर्दा नै हुन्छ रियाक्ट कम्पाइलर गऱ्यो भने अलिक फास्ट हुन्छ भनिन्छ होइन यस लिन गरौँ अनि नो गर्छौँ है त्यसपछि यहाँ हामीलाई भनेकै छ के गर्ने भनेर सो सिडी त्यो प्रोजेक्टभित्र जाने रे होइन प्रोजेक्टभित्र गयो भने त्यसपछि एनपिएम इन्स्टल गर्नु रे त्यसपछि एनपिएम इन्स्टल गर्दाखेरि के हुन्छ त यो प्रोजेक्टभित्र जुन माई रियाक्ट प्रोजेक्टभित्र नोड मोडुल चाहिँ इन्स्टल हुन्छ होइन यहाँ नोड मोडुल्स भन्ने फोल्डर छैन त्यो फोल्डर बन्छ अब सो यो सेकेन्ड स्टेप पनि सक्यो सो त्यसपछि एनपिएम रन डेभ गर्नुभयो भने प्रोजेक्ट रन भयो ओके सो प्रोजेक्ट मजाले रन भइरहेछ काउन्टिज भनेर एउटा आएको छ होइन यो बाई डिफल्ट एचटिएमएल सिएसएस सबै युज भएको छ यो यति सक्यो क्या त्यसपछि हाम्रो फेरि स्टेप बाँकी छ नि त होइन सो त्यसको लागि चाहिँ भिएस कोडमा नोड नोड होइन कोड डट लेख्ने भिएस कोड ओपन भयो सो अब यहाँ फेरि नेक्स्ट स्टेप अब यहाँ के भनेको छ त यो इन्स्टल गर्नु पर्यो क्या प्याकेज म्यानेजर होइन टेलविन सिएसएस अहिले टेलविन हाम्रोमा रन हुँदैन क्या सो एनपिएम इन्स्टल टेलविन सिएसएस अनि एट द रेट दुइटा इन्स्टल गरेको छ कि एउटा स्ल्यास भिट गरेर एउटा टेलविन सिएसएस मात्र अब यहाँ प्याकेज डट जेसनमा चाहिँ यहाँ यो र यो इन्स्टल भयो नि यसरी हेर्ने हो कि इन्स्टल भयो कि भएन भनेर है प्याकेज डट जेसन इज भेरी इम्पोर्टेन्ट फाइल सो त्यसपछि अब के बनाएको छ यहाँनिर भिट डट कन्फिग डट टिएसमा जाने रे अनि त्यसमा यो इम्पोर्ट गर्ने रे सो कहाँ जानु पर्यो यो कन्फिगमा जानु पर्यो सो यहाँ एउटा कमा दिउँ सो भिट होइन टेलविन सिएचएस होइन अनि यो इम्पोर्ट भइहाल्यो नि त डिफल्ट यदि तपाईँहरूकोमा यो लेख्ने बित्तिकै इम्पोर्ट भएन भने चाहिँ त्यहाँ च्याट जिपिटीमा गएर सोध्नु होइन किन भएन भनेर है त्यो भिएस कोडको सेटिङहरूले गर्दा हुन्छ क्या है त्यसपछि अब यो इम्पोर्ट चाहिँ एउटा सिएसएस फाइलमा चाहिँ राख्नु पर्यो दुइटा सिएसएस फाइल छ एउटा एप डट सिएसएस एउटा इन्डेक्स डट सिएसएस जुनमा राखे पनि हुन्छ क्या जुनमा राख्दा नि हुन्छ तर यो सिएसएस चाहिँ तपाईँको एप अथवा मेनमा चाहिँ इम्पोर्ट गरेको हुनु पर्यो क्या ल अहिलेको लागि चाहिँ इन्डेक्स डट सिएसएसमा राखेँ है यो सबै डिलिट गरिदिउँ यहाँनिर राख है अब एप डट सिएसएस चाहिँ डिलिट गर्दा नि हुन्छ क्या है त्यो डिलिट गरेँ अनि एप डट जेएसएसमा चाहिँ अब यो डिफल्ट कोडहरू छ नि यसमा है मैले त्यो सिएसएसहरू डिलिट गरेपछि हाम्रो अब आउटपुट चाहिँ अलिकति अब चेन्ज चाहिँ हुन्छ जस्तै एनपिएम रन
डेभ गरौँ। सो सिएसएसहरू सबै उडिसक्यो नि होइन। अनि त्यसपछि उसले यहाँनिर एप डट सिएसएस पनि छैन भनेछ। सो यो एप डट सिएसएसको सबै कोडलाई डिलिट गरिदिउँ है। सो अनि के गरेको त आरएफसी गरे हो नि त अघि। सो डिफल्ट कोड चाहिँ आयो। यसको ठाउँमा के लेखौँ त हेलो वर्ल्ड। ल आयो नि हेलो वर्ल्ड होइन। यो डिपको ठाउँमा मैले H1 लेखेँ भने यो अलिकति ठुलो साइजमा आउँदैन, किनभने टेलविनले यसलाई ओभरराइड गरिसकेका हुन्छ क्या है। सो त्यसपछि टेलविन सिएसएस युज गरौँ क्लास नेम भनेर होइन। टेक्स सो टेक्स ड्यास 5XL गऱ्यो भने ठुलो साइजमा आउनु पर्यो। आएको छैन भनेपछि हाम्रो केही कन्फिगरेसनहरू मिलेको छैन। सो इन्डेक्स डट सिएसएसमा इम्पोर्ट गऱ्यौँ, यो यतापट्टि इम्पोर्ट भइरहेको छ। इम्पोर्ट यो ठिक छ, यो ठिक छ। त्यसपछि यहाँ पनि लेखिसकेका छौँ। यहाँ मिस्टेक भएन त है। छुट्यो नि त, यहाँ कलिङ फङ्सन भएन नि है यस्तो। एकैछिन ल मेरो। सो यो यसले गर्दाखेरि होइन अब आयो नि त ठुलो साइजमा आयो 2XL। सो यसलाई 2XL मात्र राखौँ ठिक छ। अब टेलविन सिएसएस तपाईँलाई यदि आउँछ भने चाहिँ अब यहाँनिर बिजी होइन AMBAR 400 होइन। अनि त्यसपछि टेक्स्ट बोल्ड, टेक्स्ट बोल्ड हुँदैन फन्ट बोल्ड हुन्छ होइन, फन्ट बोल्ड। अब टेलविन सिएसएसको के हो भनेर बुझ्नको लागि चाहिँ यहाँनिर सबै दिएको छ क्या तपाईँको है। त्यो सिएसएस रिलेटेड अब फोन साइजहरू भर्खर युज गरेको टेक्स्ट स्मल गर्दा कति हुन्छ साइजहरू होइन। त्यो भनेको 5XL भनेको पिक्जेलमा कति हो, आरइएममा कति हो है। यो रिलेटिभ टु आरइएम भनेको चाहिँ रुटसँग रिलेटेड हुन्छ क्या। इएम भनेको चाहिँ तपाईँको प्यारेन्टसँग हुन्छ क्या। यो छुट्टै तपाईँको छुट्टै क्लास नै हुन्छ क्या यसको है। अब हाम्रो ज्याङ्गो पर्यो यसमा के मात्र सिकाउने होइन। सिकाउन त मन छ तर टाइम छैन भनौँ न है। आफू पनि एकचोटि हेर्दै गर्नु ल है। सो हेरौँ कतिको भ्याउँछ, पछि भ्यायो भने सिकाउँला। सो अब हामी जावा स्क्रिप्टको चाहिँ फोल्डर अब के गर्छौँ भने, सो हाम्रो क्रडको लागि के चाहिन्छ त्यो गर्छौँ कि है। क्रडको लागि अर्को एउटा चाहिने भनेको चाहिँ हामीलाई रियाक्टको राउटर चाहिन्छ कि है। रियाक्टको राउटर भनेको चाहिँ के हो भने जस्तै तपाईँले ज्याङ्गोमा चाहिँ युआरएलएस डट पिवाई भनेर थाहा छ होइन। सो युआरएलएस डट पिवाई यो भनेको के को लागि युज हुन्छ, स्ल्यास युजर स्ल्यास भन्ने हुन्छ नि त होइन। स्ल्यास युजर पछि लिस्टमा जाने हो कि डिटेलमा जाने हो कि अपडेट क्रिएट है। त्यो भने जस्तै हरेक फ्रेमवर्क तपाईँले जुनसुकै फ्रेमवर्क सिक्नु, पछि मर्न सिक्नु होइन, रियाक्ट सिक्नु, ज्याङ्गो लारावेल सिक्नु, जुनमा पनि एउटा राउट चाहिँ हुन्छ अरे क्या। जस्तै यहाँ चाहिँ युआरएलएस भयो ज्याङ्गोमा चाहिँ। अब यहाँ चाहिँ रियाक्टको चाहिँ आफ्नै राउटर छ क्या, त्यसरी पार्ट है, त्यही पार्टबाट सुरु हुन्छ। सो त्यसको लागि जस्तै टेलविन सिएसएस डट कम भनेर जस्तै रियाक्टको राउटर डट कम भन्ने एउटा वेबसाइट छ क्या है। सो सबै कुरा याद गर्नु पर्दैन के, सबै कुरा एभाइलेबल छ क्या। टेलविनको सबै कुरा कसरी सेटअप गर्ने, रियाक्ट कसरी सेटअप गर्ने सबै यहाँ दिएको छ। त्यसै गरी राउटरको पनि कसरी सेटअप गर्ने यहाँ दिएको छ क्या। हरेक प्याकेजको एउटा एउटा वेबसाइट हुन्छ क्या त्यस्तो। तपाईँले के याद गर्नु पर्दैन, जस्ट त्यो वेबसाइटमा चाहिँ जान आउनु पर्यो क्या होइन। त्यो रियाक्ट राउटर डट कम जाने। अब यहाँनिर अब तिनवटा टाइपबाट हामीले सेटअप गर्न मिल्छ क्या रियाक्ट राउटर। एउटा डिक्लेरेटिभ, यो भनेको पुरानो भयो। त्यसपछि डेटा एप्रोच होइन। त्यसपछि फ्रेमवर्क। हामी चाहिँ कुन युज गर्छौँ भन्दाखेरि डेटा एप्रोच युज गर्छौँ कि होइन। उसले के भने चाहिँ एनपिएक्स क्रिएट। अब तपाईँले यसरी पनि प्रोजेक्ट बनाउन सक्नुहुन्छ क्या। रियाक्टको प्रोजेक्ट छ नि, अघि नै हामीले एनपिएम प्याकेज म्यानेजर युज गरेर बनायौँ। अब यहाँनिर एनपिएक्स युज गरेर पनि मिल्छ क्या, जुन युज गर्दा नै हुन्छ है। सो अब रियाक्ट राउटर चाहिँ यसरी इन्स्टल गर्नु पर्यो, एनपिएम इन्स्टल रियाक्ट राउटर। इन्स्टल लेखे पनि हुन्छ, आई मात्र लेख्दा नै हुन्छ। सो यो प्याकेज चाहिँ इन्स्टल गरौँ।
जस्तै यहाँनिर प्याकेज डट जेसनमा अहिले रियाक्ट राउटरको केही पनि छैन है। सो अब के गर्नु पर्यो त, npm install react dash router होइन, त्यही भनेछ नि त्यहाँ रियाक्ट राउटर होइन त, npm install react dash router भनेछ। यो इन्स्टल गर्ने बित्तिकै यो यहाँनिर हाम्रो त्यो प्याकेज चाहिँ यहाँ देखा पर्नु पर्यो कि। सो इन्स्टल, यहाँ हेर्दै बस्नु, ऊ आयो नि होइन। सो रियाक्ट राउटर इन्स्टल भयो कि होइन, यति भर्जनको। सो त्यसपछि के गर्ने त, त्यसपछि अब यो सेटअप गर्ने कोडहरू दिएको छ होइन। सुरुमा चाहिँ के हो लाग्छ, तर पछि बुझ्दै जानुहुन्छ होइन। यो त अलरेडी हाम्रो रियाक्टमा अलरेडी यो थियो नै, हेर्नु त, रियाक्ट डोम क्रिएट रुट होइन, रेन्डर, यो त अलरेडी थियो त यता। प्यारलली देखाउँ है यतापट्टि साइड बाई साइड। जस्तै कोडहरू याद गर्ने होइन कि युज कसरी गर्ने, कहाँबाट गर्ने चाहिँ थाहा हुनु पर्यो कि। जस्तै हाम्रो यहाँनिर इन्डेक्समा हेर्नु त, यो चाहिँ इन्डेक्सबाट अर्को के छ, मेन हेर्नु त, क्रिएट रुट होइन। सो क्रिएट रुट होइन, अनि त्यसपछि रेन्डर युज गरेछ। यो भन्नु र यो भन्नु एउटै हो कि। उसले यहाँभित्र चाहिँ यो राउटर प्रोभाइडर भन्ने चाहिँ युज गरेछ कि होइन। अब यहाँ युज गरे पनि हुन्छ, तर हामी चाहिँ एपमा युज गर्छौँ कि यो है, एप डट जेएसएक्स यहाँ युज गर्छौँ, जहाँनिर हेलो वर्ल्ड ल्याएछ नि, हो यो डिलिट गरिदिउँ होइन। सो यहाँनिर एउटा डिभ ट्याग लेखौँ, अनि त्यसपछि यो राउटर प्रोभाइडर, सो आरओयुटिआर राउटर प्रोभाइडर भनेर यसरी लेख्ने। अब हामीलाई चाहिने चाहिँ सिङ्गल पियरिङ ट्याग होइन, सिङ्गल ट्याग मात्र लेख्दा हुन्छ है। सो अनि यसको यहाँनिर इम्पोर्ट भएको छैन नि यो राउटर प्रोभाइडर होइन। कन्ट्रोल स्पेस बार लेख्नुभयो भने यो सजेसन आइहाल्छ कि यसरी इम्पोर्ट हुन्छ। कहाँबाट इम्पोर्ट भयो त, रियाक्ट राउटरबाट चाहिँ इम्पोर्ट भयो कि है। त्यसपछि अब यसलाई के चाहिन्छ त, एउटा एट्रिब्युट चाहिने रहेछ क्या यहाँ हेर्नु त। सो राउटर इक्वल्स टु राउटर, अब यो राउटर कहाँबाट आउँछ त होइन, कतैबाट त आउनु पर्यो है। अब यो कहाँबाट ल्याउने भन्दाखेरि यहाँ एउटा फोल्डर बनाउने एसआरसी भित्र। सो आरओयुटिएस राउट्स होइन, यहाँभित्र एउटा फाइल बनाऊ आरओयुटिआरएस राउटर्स डट जेएसएक्स है। राउटर मात्र लेखौँ एकछिन, राउटर्स नलेखौँ। जस्तै यो यसरी तपाईँहरूको आइकन पनि चेन्ज हुनु पऱ्यो कि है, यहाँबाट पनि थाहा हुन्छ कि मिलेछ कि छैन होइन। सो राउट्सभित्र राउटर भनेर लेख्ने। सो यहाँ के लेख्नु पऱ्यो त, कन्सट्यान्ट राउटर इक्वल्स टु क्रिएट ब्राउजर राउटर होइन, यसरी बाई डिफल्ट इम्पोर्ट भयो। त्यसपछि यहाँभित्र अब यहाँ एरे एरे अफ पार्ट हुन्छ कि, जस्तै यो भनेको इक्विभ्यालेन्ट टु तपाईँको ज्याङ्गोको प्रोजेक्टको युआरएलएस डट पिवाईमा जे गरिन्छ नि त्यस्तै हो क्या। जस्तै यहाँ चाहिँ अब गर्ने सिन्ट्याक्स चाहिँ के हो त, पाथ लेखिन्छ होइन। अब स्ल्यास भनेको बाई डिफल्ट है। त्यसपछि यो यदि कसैले स्ल्यास स्ल्यास मात्र लेख्यो भने चाहिँ कता जाने त होइन, त्यो चाहिँ इलेमेन्ट भनेर यसरी लेखिन्छ क्या होइन, यही भनेछ त ऊ होइन, इलेमेन्ट। अब इलेमेन्ट भनेर एउटा फङ्सन कल गरिन्छ नि उता त हाम्रो है। त्यो फङ्सन कहाँ बनाऊँ त हामी, एउटा पेजेस भनेर बनाऊँ क्या यहाँ हेर्नु त, पेजेस कम्पोनेन्ट पेजेसहरू आएको हुन्छ। सो यहाँ के बनाउँ त, सुरुमा लिस्ट डट जेएसएक्स भनेर बनाऊँ। लिस्ट भनेको सबै लिस्ट गर्ने है। लिस्ट पछि के छ त, डिटेल डट जेएसएक्स, डिटेल पछि के छ, क्रिएट, क्रिएट अझ युजर भनेर पनि लेखौँ ल, सबैमा युजर एउटा थपौँ न, डिटेल युजर होइन, लिस्ट युजर, क्रिएट पछि अपडेट, अपडेट युजर डट जेएसएक्स, अपडेट पछि डिलिट, डिलिट युजर डट जेएसएक्स। पाँचवटा हामीले यहाँ पेजेसहरू बनायौँ कि पेजेसभित्र होइन। अब सो सबैमा के गर्ने त, अघि नगरे जस्तै आरएफसी गर्ने कि, आरएफसी होइन, बाई डिफल्ट कोड हेर्नु त दियो नि, सजिलो हुन्छ आरएफसी। यसमा पनि आरएफसी उसले नाम आफैले बनाइदिन्छ, यो फाइलको नाम अनुसार बनाइदिन्छ आरएफसी।
आरएफसी ओके सबैलाई क्लोज गरौँ त्यसपछि राउटरमा बाई डिफल्ट केलाई लोड गर्ने त हैन सो लिस्ट युजरलाई लोड गरौँ न लिस्ट युजरलाई यसरी कल गर्ने के सो यदि स्ल्यास कसैले स्ल्यास मात्र लेख्नु भयो भने चाहिँ लिस्ट युजर चाहिँ इम्पोर्ट त्यो कल हुनु पर्यो क्या फङ्सन कल हुनु पर्यो है ज्याङ्गोमा पनि त्यस्तै त हो नि सो अब यसलाई पनि हामीले यसरी अब यहाँ इम्पोर्ट सजेसन आइरहेको छैन भनेपछि म्यानुअली गर्नु पर्यो इम्पोर्ट लिस्ट युजर होइन फ्रम कताबाट त फ्रम ड्यास ड्यास होइन एक स्टेप ब्याक पेजेसभित्र लिस्ट युजर डट जेएसएक्स होइन ल सो म्यानुअली पनि गर्नु पाइयो त्यसपछि हेर्नु त यो एउटा लिस्टभित्र डिक्सनरी जस्तै हो नि त की भ्यालु होइन तर यहाँ चाहिँ लिस्ट भनिँदैन एरे भनिन्छ एरेभित्र अब्जेक्ट भनिन्छ होइन लिस्ट अफ अब्जेक्ट कतिवटा चाहियो हामीलाई 1 2 3 4 5 6वटा जति होइन सो फेरि फेरि लेख्दै जाउँ यहाँनिर स्ल्यास होइन अब अगाडि राखिन्छ कि पछाडि राखिन्छ त्यो चाहिँ अलिकति कन्फ्युज भयो लिस्ट पछि डिटेल सो डिटेलमा के चाहिन्छ त हामीलाई आइडी चाहिन्छ नि अब आइडी कसरी राख्ने त यहाँ होइन त होइन उता कसरी राखिन्छ ज्याङ्गोमा यसरी इन्टिजर होइन आइडी भनेर लेखिन्छ नि उता तर यहाँ यसरी लेख्नु पर्दैन क्या इन्टिजर भनेर लेख्नु पर्दैन सिधै इज टु आइडी गर्ने क्या होइन अनि स्ल्यास लेखौँ है सो अब लिस्ट युजर होइन क्या यहाँ डिटेल युजर होइन अब यो इम्पोर्ट हुन्छ हुँदैन भनेपछि म्यानुअली गर्नु पर्यो डिटेल के गरेर मिल्दैन त्यसरी यहाँ चाहिँ यसरी नै गर्नुपर्छ होइन सो किनभने इम्पोर्ट अगाडि छ नि त यहाँ होइन इम्पोर्ट त्यो नमिल्ने होइन मिल्छ होइन तर यहाँ तर अहिलेलाई यसरी प्र्याक्टिस गर्नु है त्यो नमिल्ने त केही छैन कि होइन तर यसरी गर्नु भयो भने तपाईँले क्लियर हुन्छ कि होइन के छ छैन मिस्टेक के हो त्यो बुझ्नुहुन्छ अनि पछि धेरैचोटि गरिसकेपछि पछि चाहिँ गर्ने त्यस्तो डिटेल युजर पछि अर्को के इम्पोर्ट गर्ने क्रिएट युजर फ्रम dot pages import create पछि के गरौँ त अपडेट फ्रम dot pages slash update user लास्टमा import delete user from pages DELET ल सो अब लिस्ट युजरको ठाउँमा के राख्नु पर्यो यहाँ क्रिएट युजर सो यहाँ पनि के राख्नु पर्यो क्रिएट पछि अपडेट सो अपडेटलाई पनि त आइडी चाहिन्छ नि इज टु आइडी स्ल्यास सो यहाँ पनि अपडेट युजर अपडेट पछि डिलिट स्ल्यास आइडी डिलिट युजर ल सो राउटर हामीले एपमा यो राख्यौँ होइन त्यसपछि के गर्नु पर्यो भने यो राउटरलाई चाहिँ एक्सपोर्ट गर्नु पर्यो क्या एक्सपोर्ट डिफल्ट अब ज्याङ्गोमा चाहिँ हामीले एक्सपोर्ट गरेर राख्नु पर्दैन यहाँ चाहिँ इम्पोर्ट गर्नलाई जहिले पनि एक्सपोर्ट चाहिँ गर्नै पर्छ क्या है सो यहाँ यसलाई कहाँबाट इम्पोर्ट गर्नु पर्यो यहाँबाट इम्पोर्ट गर्नु पर्यो किनभने यहाँ युज गर्न लागेको हो नि त इम्पोर्ट राउटर फ्रम कहाँबाट डट स्ल्यास खोइ त तिनवटा डट हो र होइन नि होइन आरओयु कस्तो सजेसनमा आएको यसरी हो डट स्ल्यास आरओयुटे राउट स्ल्यास राउटर डट जेएसएक्स ल होइन सो अब यहाँ युज भयो नि त यो सो एकचोटि रन गरेर हेरौँ यो यदि सेटअप चाहिँ तपाईँहरूले गर्नै पर्छ यो गर्दा टेलविन जस्तै तपाईँलाई होइन बानी हुन्छ सो प्रोजेक्ट
urls.py मा जस्तै हो कि भ्युज भनेकै यो कम्पोनेन्ट भयो क्या यिनीहरू यो फङ्सन हो नि त यो कम्पोनेन्ट भयो क्या होइन भ्युज भनेकै पेजेसहरू भयो कि सो रन गरेर हेरौँ के मिस्टेक छ कि पाइथन पो लेखेको छ npm run dev सो लिस्ट युजर बाई डिफल्ट आइरहेछ नि लिस्ट पछि यहाँ स्ल्यास डिटेल वान होइन त डिटेल पेजमा गयो नि यो राउटिङ त हो नि होइन युआरएलएसको क्रिएटमा पनि जाउँ क्रिएट होइन त क्रिएट युजर आयो नि क्रिएट पछि अपडेट वान होइन त अपडेट युजर आइरहेछ अनि अर्को डिलिट डिलिट पेज पनि लोड भइरहेछ हेर्नु त भनेपछि सबै पेज लोड भइरहेछ काम गरिरहेछ राउटरले सो हामीले दुईवटा कुरा सिक्यौँ तिनटै सिक्यौँ नि एउटा त रियाक्ट प्रोजेक्ट इन्स्टल गर्ने त्यसपछि टेलविन सेटअप त्यसपछि राउटरको सेटअप यो वान टाइम मात्र हो कि यो राउटिङ सेटअप धेरैचोटि गर्नु पर्दैन एकचोटि मात्र गर्ने हो एउटा एप डट जेएसएक्समा यसरी राख्नु पर्यो अनि त्यसपछि अर्को भनेको राउट्समा यति राख्नु पर्यो यो पेजेस बनाउनु पर्यो अब यो पेजेसमा त लेख्नै बाँकी छ नि हामीले होइन सबै युजर्सहरू कसरी लिस्ट गर्ने त्यो आइडीलाई कसरी फेच गर्ने त्यो लेख्नै बाँकी छ हजुर यसैमा एचटिएमएल लाइक कोड लेख्ने हो कि है सो हजुर यो फ्रन्ट एन्डको लागि होइन टेम्प्लेटको ठाउँमा रियाक्ट युज गर्ने हो नि त त्यसको लागि सेटअप मिलाएर आएको हो क्या हामीले अब धेरै लामो नबनाऊ है स्टप